जस्तो हैन लाग्छ योग्यता र उहाँको विकासले गर्दा चाहिँ हामी चाहिँ उहाँलाई नै उहाँकै हुन्छ जस्तो लाग्छ। उहाँलाई नै रोज्नुहुन्छ तपाईँ रोज्नु भयो नि त। योग्यता यो देशको लागि चाहिन्छ भनेर र विकास गर्नुभएको खण्डमा उहाँ नै हाम्रो लागि उहाँ नै हुनुहुन्छ जस्तो लाग्छ। यहाँनिर यो तपाईँहरूको एउटा आइटी पार्क बन्दै रहेछ होइन, यो चाहिँ प्रधानमन्त्री केपी ओली हुँदाखेरि चाहिँ उहाँले यो प्रस्ताव गर्नुभएको। अहिले नयाँ चाहिँ तपाईँको बालिन शाह चाहिँ तपाईँको यहाँ आउँदै गर्दाखेरि उहाँले त्यसलाई आफ्नो एजेन्डाबाटै हटाइदिनु भएछ। इनकेस अब बालिन शाहले जित्नुभयो भने त तपाईँहरूको त्यो आइटी पार्क त जाने भयो, यसमा के रहन्छ? तपाईँहरू विरोध प्रदर्शन गर्नुहुन्छ अथवा हैन? वास्तवमा तपाईँ बोल्दै गरे पनि हामी एक त उहाँलाई जित्नु दिने नै होइन, जित्नु नै हुन्न उहाँले। त्यस पछाडि उहाँले जितेको भए पो त्यो काम गर्नु र उहाँप्रति विश्वास गर्न। 5 वर्षको स्वयं कार्यकाल छोडेर चाहिँ यहाँ हाम्रो क्षेत्रमा प्रतिस्पर्धा गर्न लाउनु भएको छ भने फेरि 5 वर्ष उहाँलाई किन हामीले यो 5 वर्ष नपुगेन फर्स्ट प्रधानमन्त्री छोडेर गइदियो भने हामी कसलाई हेर्ने? हामीले को अभिभावक भन्ने, त्यसलाई कसलाई समस्या देखाउने? त्यो हुनै सक्दैन। त्यो हामी त्यही भएर बुढाई भए पनि सुडाई भए पनि जे भए पनि केपी ओली बाहेक हामी जाँदै। त्यसमा तपाईँहरूले प्रश्न गर्नु भएन? यो राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छेहरू आउँदा तपाईँहरूले खै हामीले त कसै पनि देखाइ छैन हो त्यो आइटी पार्क अहिलेसम्म। म राजसभाको राष्ट्रिय घन्टीको भनौँ न घन्टीको कार्यकर्ता हुँ म भनेर हाम्रो अगाडि कोही पनि आएको छैन, हामीले कसैलाई देखेको पनि छैन। एउटा सुने चाहिँ बालेन भने बालेन प्रत्यक्ष देखाएको छैनौँ हामीले, फोटोमा देखेको भिडियोमा देखेको हो। कार्यकर्ता समेत हामीले देखाएको छैनौँ। ल तपाईहरुले देख्नु भएको छ? हैन तपाई यो क्षेत्रमा त्यो देख्यो, तर हामी अरू क्षेत्रमा जाँदाखेरि प्रायः जसो त्यहाँ फेरि बालेन धेरै भन्ने पनि देखियो कि भोटर नआउने रे हो, बाहिरबाट किनेर ल्याएको उफ्रियाला, चिनेर ल्याएको उफ्रियाला। हामी भनेको त यहाँको बासिन्दा हो, भोट हाल्नु पुरा बकेदा पाउने मान्छे हामी हो नि त। बालेनले त किनेर ल्याएला, को ल्याएला, फोटोमा मात्रै देख्नु भयो प्रत्यक्ष व्यक्ति चाहिँ? प्रत्यक्ष हामीले अहिलेसम्म देखाइ छैन। 5 वर्ष उहाँले मेयर जित्नु भयो, भारी मतले जित्नु भयो उहाँले, तर केही गर्नुहुन्छ होला भन्दा 5 वर्षको त्यो कार्यकालै छोडेर भाग्दिनु भयो। अब फेरि 5 वर्ष हामीले चाहिँ त्यो मूर्खताले उहाँलाई जिताएर माथि पठायो भने त 5 वर्षमै फेरि त्यो कार्यकाल हाम्रो प्रधानमन्त्री सर छैन भने छोडेर हिँड्यो भने हामी कसलाई खोज्ने? मोदीलाई जाने, चाइनाको नेतालाई जाने, आफ्नो ठाउँ काठमाडौँ नै। ठिक छ, अब हजुर यसको चाहिँ अब हजुरको 24 घण्टा लगभग भित्र अब त्यसको रिजल्ट थाहा नै भइहाल्छ के हुन्छ भन्ने कुरा हैन नि त। त्यसकारण उहाँ किन चाहिँ यहाँ आउनु भयो त? हैन उहाँ चाहिँ काठमाडौँमा जित्दैन भनेर भागेर आउनु भएको। त्यो त 100% त्यही नै हो त। त्यही भएर तपाईहरुले पनि उहाँलाई चाहिँ बहिष्कार गर्नु भयो कि क्या? ओ मनै देखिनु हो, मनै सुन्नु न, हाम्रो के बिना हैन 12 चोटी भने यही क्षेत्रबाट उठ्नु हुन्छ नि त। अरु क्षेत्रबाट लागि आवश्यक छैन किनभने यो क्षेत्रको प्रति उहाँको माया छ, यो क्षेत्रको जनतालाई उहाँलाई माया छ। यो क्षेत्रमा म विकास गर्छु, यो मेरो ठाउँ हो, मेरो गाउँ बनाउँछु भन्ने तरिकाले उहाँले हारे पनि जिते पनि 12 चोटी भए पनि 24 चोटी भने यही क्षेत्रबाट उठ्नु भयो नि त। हो त्यस्तो मान्छे चाहिएको। बालेन उहाँ चाहिँ 5 वर्ष गर्ने अनि यहाँबाट अब भोलि यहाँबाट जितेन भने इलामबाट होला, इलामबाट उठेन त चितवनबाट, त्यो त हुँदैन त्यस्तो। हामी यो क्षेत्रमा टोटल कति छ मतदाता चाहिँ? यहाँ यो क्षेत्र मतलब भन्नुभएको कि ए मात्रै हजुरको यो हाम्रो अहिले हुँदै गरेकोमा यो 100 आज कति चाहिँ अघि नै हामीले सूचना अनुसार 1000 भइसक्यो भयो भन्ने खालको छ। भित्र चाहिँ पस्न पाइँदैन, अब आएको अनुसारमा चल्नुपर्छ हैन। त्यही भएर हामीले सूचना पाएको चाहिँ 1000 प्लस भयो। 1000 भइसक्यो, 1000 मत भइसक्यो, झरिसक्यो टोटल। धेरै धेरै धन्यवाद।